हेलो गुड मर्निङ फ्रम रुकुम काँक्री है अब काँक्रीमा हामी चाहिँ चिया खाँदैछौँ ल गाडी हाम्रो स्टार्ट रेडी भइसक्यो महाकाल यताउता ल दुईवटा अझै फोटो खिच्दैछन् केटाहरू अब हामी यहाँबाट चिया खाएर खै चिया भएन स्पेसल दिन्छ ल चिया खाएर निस्किन्छौँ अब हामी यस्तो सिस्टम हुन्छ है चियावाला चियाको चिया दिने जानु पनि जान्छ बोली बोली लिन्छ मुस्कान त छ क्या कागती छ कि नै चियामा हाल्ने कागती पनि हाल्दैन है अब निस्किन्छौँ हामी यहाँबाट जाडो छ है गाइस ल चिसो चिसो मौसममा तातो तातो चिया है हामीले खाना खाएको होटल चाहिँ यो अनि हामी बास बसेको रुम चाहिँ यता यही हो हाम्रो रुम हिजोको यही हो हाम्रो रुम हिजो लग्जरियस बेड ल निद्रा चाहिँ मस्त सुत्यो फेरि आई लभ यु के लेखेको छ है ल नवीन नेवार प्रकाश लभ यु अब चाहिँ हामी बढ्दैछौँ ढोरपाटनतिर लभ यु भाडापाडा काम ल यात्रा सुरु भइसक्यो है गाइज ल सबको गेटअप चेन्ज गाडीमा चिसो चिसो ओडेछ चिसो बढिसक्यो है ल अब हामी आफ्नो यात्रामा सुरु गर्दैछौँ सोल्डे चल झर्नाहरू जाउँला के ल सोल्डे केही भन्न छ ल तर आजको हेलो गाई सोल्डे के हो गाई जो कि गाई हो गाई हैन लोकल चिज खाइयो सबै राम्रो ल अब हामी सोल्डे यो नाम के हो झरनाको काँक्री झर्ना काँक्री अब हाम्रो यात्रा काँक्री झरनातिर एकदम तीव्र गतिमा हैन ल हामी अब झर्ना हेर्न जाँदैछौँ केटाहरू सब स्याक स्याक गरेर के केटाहरू मुस्ताङ पुग्यो भने के आवाज औषधि काम गर्यो माग नेजल स्प्रेले को ल्या सन्दीप सोल्डी ल्याएको बा सोल्डी बाप जम्छ त फेरि टोपाहरू लाउनु छ लास्ट चिसो छ है ल धुसो जमेर यतातिर पानी खोला बगिरहेको छ कल ए पानी त होला फेरि बग्या उता झर्नामा गएर भिडियो बनाउँछ अब ल हामी हेर्न आएको झर्ना चाहिँ यही हो है अब हाम्रो एक दुई रट फोटो सुट हुन्छ अब हाम्रो यहाँ यहाँबाट फेरि विद्युत पनि निक्लेछ है यहाँ विद्युत पनि उत्पादन भएको छ है यहाँ त्यहाँबाट मिनी हाइड्रो अब एक दुई लट फोटो खिचिहाल्नु पर्छ ल फोटो खिचेर इन्स्टाग्राममा हालिदिइहाल्नु पर्छ है गाइस ल तैँले के लाउरे पोस्ट छ नि त यार ल केटाहरू सब फोटो खिच्न रेडी अहिले चाहिँ हामी ट्याक्कै लुकुमा आइपुग्यौँ है अर्दै बबाल छ है घुम्ने मन छ यो लुगुमको हाम्रो लुगुम है यस्तो दामी छ ल घर एक नासको घर ल
सोल्टी केही जानकारी छ भने भन्नुहुन्छ कि यसमा? नै मलाई त्यति धेरै साह्रो जानकारी छैन सोल्टी। ए यो नै उता तक्सेरामा पनि एकै खालको छ। यहाँ चाहिँ लुकुम पातलो फाल्छन् के पुरा सब घर यस्तो दामी त्यसको त यति रमाइलो हुन्छ यहाँ सबै घरबाट त्यो अहिले अब हामी लुकुमबाट अब एकछिनमा त्यहाँ माथि जानुपर्छ कि तललाई फोटो खिचेर हामी चाहिँ गर्छौँ अब यहाँबाट निस्किन्छ ल ल अहिले चाहिँ हामी पाती हाल्ने बजारमा आइपुग्यौँ है ल अब चाहिँ हामी यहाँ खाजासाजा खान्छौँ केही छ कि चिसो चाहिँ अथा चिसो छ अरे बल्ल घाम अलि राम्रोसँग लाग्यो दर्शन पाइयो घामको होइन सोल्टी जानु ए खानी भयो त बेलौती पनि थियो यार कसैले चिसो घामको बल्ल मुख देख्यो ल जय सूर्यनारायण नमस्कार ल यहाँ तिलाचन माउन्टेन होटल भन्ने रहेछ अब हामी यहाँ यसो हेर्छौँ केही खानेकुरा छ कि सोल्टी त्यो भाले त जब्बर रहेछ कमल सोल्टी ऊ यो भाले जब्बर छ त यार भाले हेर्नु त चिसो छ है लास्ट चिसो छ यार ल सोल्टी हाइट हो नि त यहाँ त यो पर्छ बरफ पर्ने ठाउँ हो गण्डकी प्रदेश प्रहरी कार्यालय रहेछ अब त अब हामी यहाँबाट त अब 5 नम्बर प्रदेश छोडेर हामी कास्की पोखरातिर लाग्छौँ बनाउनु पठाउ भालेहरू लोकल भालेहरू बागलुङ रोल्पा हुकुम मिलन अब अन्डा चौचौ खाएर अब हाम्रो भालेले घाम ताप्ला त्यही हो त्यो पनि झोल ठिकै हुन्छ सब ल एउटा डन सुते खा यहीँ 3टा चौचौ बनाउनु पठाउ के 3टा चौचौ 5वटा अन्डा हाल्न अन्डा पनि कम खाम अहिले अब हामी यहाँबाट म्यागी नुडल्स एक खाएर निस्किन्छौँ होइन म्यागी नुडल्स 3 खाएर 3 ल ल लास्ट जाडो छ है गाइस ल केटाहरू गयो फोटो खिच्ने कार्यक्रम भइरहेछ पाती हाल्ने ठाउँमा ल त्यो पुरा डाँडाभरि होइन सब हिउँ परेर छेक छोप्छ है सबैलाई त्यहाँको भ्युजहरू सोल्टी के भन्नु छ कस्तो लागिरहेको तपाईँलाई गजब चिसो छ सोल्टी नयाँ ठाउँ नयाँ माहौल होइन हेरौँ न यतातिर के छ सोल्टी आउनु च्याङ्रा हेरौँ ल यी च्याङ्राहरू ल खसी हो यो हिमालयको जस्तो भइहाल्यो नि अब त हिउँ नै छ त हिउँ नै सक्यो नि होइन किनले तुसारो अपमान गर्नु त्यसलाई होइन वेलकम टु मानगाया कन्ट्री भेला रिसोर्ट रुकुमकोट इस्ट एउटा बाटो पुरा हिउँ पर्छ डाँडोमा त ओहो ल गाइस अब यति भन्दै हामी यहाँबाट चौचौ अन्डा खाएर निस्किन्छौँ है ल गाइस ल यहाँ चाहिँ रमाइलो छुट्टै छ कताबाट ल चौचौ अन्डा रेडी भयो यहाँ राखिदिनु त्यहाँ ल हाम्रो चौचौ अन्डा रेडी भइसक्यो है ल खै खै भाइ यसो केसको सुकुटी हो यो च्याङ्राको हो ल च्याङ्राको सुकुटी ल हो सोही छ त यार चुलोमा सुकुटी सुकिरहेछ खानियो ग्वाम ग्वाम सुकुटी ल ल केटाहरू त झप्पिसकेछन् त कस्तो छ च्याङ्राको च्याङ्राको अन्डा कहाँबाट होला कि यार ओ केटा कस्तो छ चिमुर राखेको मिठो छ है ल म एक बाइट लिन्छु है हो दामी छ त यार ल हाम्रो चाहिँ दाईहरूलाई भेटिनु भयो ल ए हाम्रो दाई कहाँदेखि रे बेनीदेखि अनि हाम्रो दाई बुटुलबाट अनि हाम्रो अर्को दाई
ल उहाँहरू पनि घुम्न जानुभएको रहेछ उहाँ चाहिँ एक्सिडेन्ट हुनुभयो रहेछ बाइकमा अलि फिल राम्रो भएन बिस्तारै हजुरले चलाइहाल्नु होला नि होइन उहाँले त बिस्तारै त्यस्तो गाह्रो त भएन पर्वतको साथीहरू थिए तपाईँको कार्की डाँडाको अब हामी बिस्तारै बिस्तारै गन्तव्यतिर लाग्दैछौँ घुम्न स्टार्ट गरिहाल गाडी फेरि गयो कहीँ फेरि सोलिएर ल भन्नुहोस् यहाँ भन्नु जानुहोस् वासरुमतिर जान्छु भन्नु न अब हाम्रो हिँड्दै छ है ग्रुप ल गाइस सुकुटीको आइयो च्याङ्राको अब रमाइलो छ हामी यताबाट किन हिँड्दाखेरि यसो जाम यार कस्तो के हुँदो रहेछ हेर्दै बाटो पनि क्लियर छ फेरि बुटोल कता छ हजुरको बुटोल बजारमा हामी त कालिका नगरै होला त होइन बुटोल बजार देवीनगर देवीनगर त ठुलो भएछ ल गाइस यात्रा राम्रो छ लामो छ हामी चौचौ अन्डा खाएर निस्केपछि सुकुटी खाएर निस्केपछि केटाहरू बोल्न रिचार्ज भयो ल बोलो केटा जय महाकाल अब हामी साथीहरू बुर्तिबाङबाट पातिहाल्नेबाट बुर्तिबाङ निस्किँदैछौँ अब तपाईँहरूलाई हामी ढोरपाटन देखाउनेछौँ हामी खाजा खाएर एकदम पावरमा छौँ निकालेर त्यहाँसम्म केटा निस्ला ट्यास्तो भएको थिएँ अब पावरमा आइसके अनि गुरुजी के भन्न चाहन्छ तपाईँ अहिले खुसी अहिलेसम्म बोलाउँदा कोही बोल्दैन होइन त्यो भइसकेपछि हामी अब ब्याट्री चिसोमा डाउन हुन्छ कि मजाले हामी हिँड्दैछौँ अब चाहिँ हामी यात्रा हाम्रो बुर्तिबाङतिर लागिसक्यौँ अब खाजा खाएर बिहान चाहिँ अब खाली पेट भएको कारणले गर्दा केटाहरू कोही भन्न सकेको थिएन अब सक्छ नि सोल्टी तपाईँ देखिनु भएन क्या कता जानुभयो ए म यही छु लाल कमान्डर हेर्दैछु ल हाम्रो चाहिँ अब रुट यस्तो छ है बाटो यस्तो अब बिचमा चाहिँ हामी एकजना साथीहरूलाई भेट्यौँ बिचरा एक्सिडेन्ट भएको रहेछ दुःख लाग्यो चोट पनि लाग्यो रहेछ मलाई तर एकजना पुरै फ्र्याक्चर भयो नि त्यो मान्छे ब्युटी बोन ब्युटी बोन हो क्या ल अब चाहिँ हामी बुर्तिबाङ पुग्न 15-16 किलोमिटर मात्रै बाँकी छ अब हामी चाहिँ यो खोला नजिक जाँदैछौँ यतातिर सरर भोकेको छ खोला अहिले चाहिँ यो खोलाको नाम चाहिँ जुग्जा खोला बजार रहेछ यो पनि एउटा सानो बजार रहेछ यो चाहिँ जुग्जा खोलाको बजार रमाइलो धेरै रमाउने दृश्य छ यहाँ सम्झना खाजा घर यतातिर धेरै नै रमाइलो ठाउँ रहेछ है यता पनि त्यहाँ स्टेजको मेला लाग्दो रहेछ क्या मेला तिहार मेला छ छठ मेला छठ कहाँ यता लाग्छ स्कुल रहेछ यार त्यहाँ चाहिँ स्कुल त भयङ्कर छ है राम्रो फाट रहेछ यार यो फाटभन्दा पनि त्यो सानो कुरा छ रसुलै रहेछ त यहाँ बाटोको त लागि त रसुल पनि है ल यो धानबालीहरू सरर ल हेर्नुहोस् कति राम्रो दृश्य है यो माथिको दृश्य त्यसै राम्रो छ सबैलाई हल्का खोकी लाग्यो होइन चिसोले हो होइन गाडी ख्यास गर्यो 18 भइसक्यो अब सायद 11 बजीसम्म पनि बज्दैन होला हामी बुर्तिबाङ पुगिहाल्छ आज चाहिँ खाना हाम्रो चाहिँ ती हुन्छ अब हाम्रो खाना चाहिँ त्यसपछि हामी लाग्नेछौँ ढोरपाटनतिर अनि हुनेछ हाम्रो रमाइलो खेल ल अहिलेलाई चाहिँ ल गाइस ल हामी चाहिँ बुर्तिबाङ आइपुग्यो यो चाहिँ भोजी खोला पुल रहेछ ल यो खोला नि मिसिन सबै यो खोला चाहिँ कालीगण्डी मिसिनी खोला है यो खोलाहरू चाहिँ ल यहाँ चाहिँ मान्छेहरू काम गर्दै हुन्छ बाप छुट्छ अहिले हामी बुर्तिबाङ अब ढोरपाटन जान माथि बेला लाग्यो यतातिर अब अहिले आउनु यो चाहिँ हाइवे चाहिँ गइसक्यो हामी माथि लाग्यो ल अब हामी चाहिँ गोल्ड स्टारको बुर्तिबाङतिर लाग्यो बुर्तिबाङ ढोरपाटन हामी जान्थ्यो हामीतिर होटल टाइगर एन्ड लजको त्यहाँ आएन त्यसले केटाले ढोरपाटन ल यहाँ चाहिँ क्रसहरू रहेछ यहाँ चाहिँ अब हामी बाटो पुरै लाग्छौँ कि हामी अब हामी कति पश्चिम जान्छ यहाँबाट फेरि पश्चिम जान्छौँ पश्चिमतिर जान्छौँ ल अहिले हामी चाहिँ बुर्तिबाङ आइपुग्यौँ है अब हाम्रो बुर्तिबाङमा खाना हुन्छ सबै हुन्छ रमाइलो छ यहाँ चाहिँ त्यसपछि फेरि हामी बुर्तिबाङबाट लाग्नेछौँ ढोरपाटन आज चाहिँ हाम्रो यात्रा ढोरपाटनसम्म छ हामी सकेसम्म कहाँ सकिन्छ हेरौँ
मालडुङ्गा पनि पुगिन्छ होइन आज मासु बस्ने नै मालडुङ्गा हो पञ्चकोट पनि बागलुङ पञ्चकोट सम्मको यात्रा छ ल सम्मको यात्रा हो अब हामीलाई यात्रा हामी कहाँ छ गङ्गा मोटर पार्ट्स अटो पार्ट्स रहेछ यहाँ एउटा यहाँ चाहिँ ल यो चाहिँ बुद्धिमानको बजारहरू हेर्नुहोस् सरल र बुद्धिमानको बजारहरू घर सोचेर बता दिएर यहाँ चाहिँ ढोरपाटन नगरपालिका रहेछ नि ल यहाँ चाहिँ ढोरपाटन नगरपालिका रहेछ ल माथि माथि गर्दैछ बुद्धिमाङ है हामीले तेल यहीँ हाल्छौँ होइन आएर आउँछ आएर हामी तेल यहीँ हाल्छौँ ल बुद्धिमाङ कार वास एन्ड मर्मत सेन्टर ल अब चाहिँ हामी बुद्धिमाङबाट माथितिर लागिसकेका छौँ पुरै अफरोड है एक्सट्रिम अफरोड बाटो चाहिँ ल खोला खोला किनारै फाइदा ल बोलेरोको फाइदा यही हो है ल पुरै बाटो त लास्टै छ क्या यार अब हामी 2 घन्टा जति यसरी नै हिँड्छ होइन यता फाल्यो उता फाल्यो सोल्टे बर्खामा त कसरी हिँड्न आउने बर्खामा त्यो कसरी पुग्यो होला हामी हल्लाइले हल्लाएको डाङबाट बिहा गरेको छ नि भल घर के अरे को डाङबाट हातमा डाङबाट बिहा गरेको छ त्यो के अरे त्यो आएको नि त त्यो बर्खामा गएको थियो त्यो त यस्तो मन पर्थ्यो मलाई एमआरबी बर्खामा गएको ल बाटो ए माथि यहाँ पनि हाइड्रो पावर रहेछ मिनी हाइड्रो पावर रहेछ तल चाहिँ ब्याक दिल्ली राइडर विपिन ल बाटो चाहिँ साइलेज त्यो कुन चाहिँ खोला हो यो ए अब यता माथि ढोरपाटनबाट आउने खोला यो ल बाटो एक्सट्रिम छ है अफरोड लास्ट हो यताको मान्छेले चाहिँ के गर्छ होला यार यस्तो पानी परेछ क्या गाह्रो हुन्छ नि त यार पानी पऱ्यो भने अपडाउन गर्न त पैदल हिँड्छ ल अब हामी चाहिँ माथि ढोरपाटनसम्म यस्तै रहेछ अरे बाटो अब आफ्नो ज्यान जोगाउँ अहिले भिडियो खिच्ने भन्दा पनि सबभन्दा यताउता पक्रेर चलाउँ केटा हो बिचमा बिचमा अब हामी कहाँ कस्तो छ के छ देखाइहाल्नेछौँ पानी आएको त्यो घट्ट हो विद्युत निकाले पानी विद्युत निकाले होइन उताबाट लिएको के उताबाट पानी गराएर तल झारेको ल सेम ट्यु बोलेरो ल अब बिच बिचमा भेट्नेछौँ ल यस्तै एक्सट्रिम अफरोड छ यार बाटो त ल हामी चाहिँ अहिले चाहिँ ठाउँमा छिर्दैछौँ ल बाटो चाहिँ आमामा लास्ट हेर्नु छ वरिपरि घर छ वरिपरि घर छ यता बाटो गोरेटो बाटो जस्तो छ है जाने घर गाडी जाने पनि यता घर पनि तपाईँको काठको घर रहेछ पुरानो डिजाइनहरूको घर पुरानो घर होला सबै नै जीको घर बनाएको छ अब लगभग 2 घन्टामा चाहिँ हामी पुग्छौँ ल अब हामी बाटो फाटेको ठाउँमा आयौँ तर हामी चाहिँ पुल क्रस गर्दैनौँ पुल क्रस नगर्ने त्यही भन्दा बाटो हेलो ढोरपाटनतिर कच्ची बाटो हिँडेर हो खोल खाइयो कहाँ जाने ज्यादा बाटो त्यहाँ ल हामी सिधै गयो भने ढोरपाटन उता गयो भने खानी चामीदुवार गाडी खोलाको ऊ जाँदैछ है यता सिधै गएपछि ढोरपाटन ए बाटो यस्तै हो कि के हो गाडीले उपार्यो हो कि ल के भन्नु छ केटा के हो सर यो तपाईँ अगाडि पछाडि हेर्नुभयो
देख्दैन फिल गरेछ उसले बाटो यसो भन्नुहोस् त सल्टी कस्तो छ बाटो दाइ बाटो त बवालै छ यार यो त पुरै एक्सट्रिम अफरोड के नेपालको अफरोड पुरै गाडी चढ्दैन त यार ल यस्तो यस्तो छ बाटो पुरै यसमा त खासै देखिँदैन पुरै सिसा लगाएको छु मैले पुरै टर्निङ यस्तो टर्निङ छ पुरै कच्ची कच्चीमा टर्निङ हुने हुन्छ र पहिला कच्चीमा टर्निङ गरेर भैँसीहरू यहाँको त भैँसी त काट्यो हाम्रो सहरतिरको बस्छु त्यो बुझ्नु नाम होला दौली ल एक्सट्रिम अफरोड यार है हैरान भइसक्यो ल यो चाहिँ पहाडको भैँसीले हामीलाई हजुर तपाईँ घर गएर आउनुहुन्छ नि ढोरपाटन गएर हजुर अब कस्तो हुन्छ भन्ने कुरो आज गएर फर्किनुहुन्छ भोलि मेरो नानी त्यहाँ अलिकति बाध्यशीदेखि मगै छ त्यो नानीलाई स्कुल पढाउनु मैले लगेर जाने हो आउनुहोस् न उजेलै चिन्ता हो कि मैले तलमा लाग्ने यही बाटो यही हो घर त त्यो कहाँ लाग्ने ल हामीलाई चाहिँ भैँसीले पुरै बाटो छेकिरहेछ ल आज लाग्ने भोलि भोलि लाग्ने भोलि ए भोलि हुन्छ ल अब हामी नम्बर कति हो र जान लागिसक्यौँ यहाँबाट यस्तो के हामी घुम्न आएको हो हजुर हामीले भोलि त यता फर्किन्छ मलाई हामी त हो नि कहाँबाट आउनुभयो दाङबाट दाङबाट नि तर यहाँ गाडी छैन के रे गाडी हुनु भने नि पत्तामा आज जाने भएको त भर्खर ल आजादीबाट लगिदिने कहाँ हो मकै लगिदिने पोखरा कहाँनिर हो ढोरपाटन ढोरपाटन उत्तर गाउँको पारिबाट हो पारि त जान्छौँ कि जान्दैनौँ हामी फेरि दिउँसम्म लगेर ठिक हुन्छ माथि त्यो गेट ल अब हाम्रो यहाँबाट यात्रा सुरु भयो यो ठाउँलाई के भन्छ सादा आज आउनु यो ठाउँलाई के बबाङ भन्छ ल यो बबाङबाट हामी ल प्यासेन्जर हाल्दै हिँड्दैछौँ ल बबाङ भन्छ ल नानु ना के हो तिम्रो नाम ओए नानु के हो नाम तिम्रो नाम गङ्गा हो गङ्गा भण्डारी हो नि ल खुसी लाग्यो नानीहरूलाई देखेर हामी सहयोग गर्दैछौँ कसैलाई माथिसम्म जानलाई अब यात्रा सुरु भइसक्यो हाम्रो चल गोविन्दे गाना बजाइदियो भने जस्तो अब या ल गाइस अब हामी केरा खाँदै जान्छौँ बाटोमा खै रमणीय राम्रो ठाउँ देख्यो भने हिँड्दै जान्छौँ रमाइलो गर्दै ल केटा यात्रा गर्दाखेरि हामीले चाहिँ धेरै राम्रो भ्यू देख्यौँ त्यसैले हामी चाहिँ ग्लोबल लाइन ब्याङ्क पनि रहेछ यहाँ त यहाँ बोर्डमा ग्लोबल लाइन ब्याङ्क रहेछ यही चाहिँ बोर्डमा लेखेको रेमिट सबै थियो ब्याङ्क ल यहाँ सब सुविधा रहेछ यो गाडीहरू कति राम्रो भैँसीमा ढुङ्गा लामा है यो मौसमले गर्दा सेतो भैँसी सेतो भैँसी सेतो भैँसी होटल एड्रेस हाम्रो एकजना साथीले यहाँ पहिले आएर होटल खोलिसक्नु रहेछ उहाँले अब हामी खाइदिन्छौँ भन्न मात्र नभन्नु भएको रहेछ है हामी बरु पैसा तिरेर खान्थ्यौँ होला के कसो केटा हो त्यो राजबाडी खुल्यो अब म यहाँ बोल्नु बस्नु केही भएन त्यही त के अब के हुन्छ अब हामी फ्रीमा त खान्थेनौँ नि होइन पैसा जहाँ पनि तिरिरहेको छ भने अनि बाइकमा गएर के भन्छ मलाई त जोस आएर लाग्यो हुन्छ ल माथि बाटो चाहिँ धराप छ गाइस बाइकहरू मरेको छ एउटा कतै बाइक मर्या छ हुन्छ नि त्यसले बाइक मर्या छ ल यहाँ चाहिँ बाइकहरू मरेछन् ल आमामा पुरै बाइक त पुरै कचरा छ त यार माथि माथि गाडी लिएर आएको छु एउटा गाडी लिएर आयो गाडी क्रसिङ हुँदैछ अब हाम्रो
पहिलो चाहिँ नित पनि के लाग्थ्यो र गाठी यतातिर फाल्छ गाडीले कहिले उता फाल्छ अब हेरौँ कहाँसम्म पुगिन्छ यो बुटोल कृष्णनगर तुलसीपुर बुटोल कृष्णनगर दाङ तुलसीबाट पनि गाडी आएर है खुसी लाग्यो गाडी देखेर ल त्यो बाइक आउँदै त्यो बाइकलाई फटे फटे भएको छ है ल भिडियो है ल ए बाटो त यस्तो पुरै दशा भरवन गएको बस बाटो आऊ आऊ ल आयो 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 पुरै यहाँ रोक्यो बाटो यस्तो छ यस्तै ल बाटो लास्ट धराप छ बाटो चाहिँ अब म चाहिँ हल्का हल्का एकछिन पैदल हिँड्दै जानु पर्यो ल झरनाहरू यतातिर बाटो लास्टै झराप यार आमामा कसरी जान्छ होला गाडीहरू यार ल चल्दी ल आउनुहोस् है ल तपाईँलाई धन्यवाद छ गुरुजी धेरै 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 राम्रो चलाउनु तपाईँले ल अब एकछिनमा गाडीमा हल्लिने फेरि ल अब चाहिँ हाम्रो रिभर क्रसिङ हुँदैछ है गाडीको रिभर क्रसिङ है अब हामी चाहिँ खोलालाई अब यतै बात छोडिदिन्छौँ ल आऊ आऊ अब हाम्रो रिभर क्रसिङ हुँदैछ ल दामी भयो यार हेलो कापी किन्नुहोस् यसले कापी किन्ने भन्छ सोल्टी 10-20 रुपियाँ छ ल्याउनु त ल यसलाई पनि देऊ ल पक 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 ल साँच्चै कापी किन्छौ कि फेरि केही खान्छौ ल कति पर्छौ सब एउटै घरका हो ल सबै एउटै घरका हो सुन सबै एउटै घरका हो लाउनुहोस् बेलौती खानुहोस् कसको छोरा हो कहाँ उहाँ सल्यानबाट ल्याएको बेलौती हो हो लौ त दुईटा दुईटा भयो एउटा तिमी दुईटा र तिमी दुईटा है ल बाई बाई ल है ल बाई गर्दै तिम्रो दुईटाको एउटै भयो नि त ल पस जाऊ ल बाई गरेर ल यता ल केटा ल्याउ त ल्याउ एउटा कसले पाएन ल नपाएकोले है ल ल अब हामी लाग्यो फेरि आफ्नै यात्रातिर ल बाई ल यहाँ त ढोरपाटमा है हामी चाहिँ हावा सरर कपाल बालै फरेर यस्तो चिसो हावा छ ल हेर्नुहोस् ल ढोरपाटन भ्यू यहाँ प्रवेशद्वार है ल दुःख गरेपछि स्वर्ग देख्न पाइन्छ भने यही हो के आई लभ ढोरपाटन यहाँ पाइने भनेको यही घोरलहरू है
Now we are finally in ढोरपाटन है हामी चाहिँ ल फाट आम्मामा ल सोली लास्ट दामी है ए उता हेर्नु न यस्तो लास्ट के अब एफमा जुम हुँदैन धेरै ल हामी चाहिँ त्यहाँ जाने है पर ल यहाँ चाहिँ ढोरपाटन लेखेको छ फाट उत्तर गङ्गा त्यही त हो नि उ त्यो बगे आएको नबी उत्तर गङ्गा 1.5 किलोमिटर ल सोल्टी कस्तो फिल भएर ल भन्नु न के यार सोल्टी हेर्न यस्तो राम्रो यत्रो अप्रोड हिँड्दै गर्दाखेरि साथीहरू पैसा बचाऊ वर्षमा एकचोटि घुम आऊ कहीँ न कहीँ जाऊ पहाडमा घुम तराई त नघुम पहाडै घुम ल हेर एकचोटि है सोच्यो भन्दा नि बेस्ट रहेछ है ल अब हामी अलि नजिक गएर हामी यहाँबाट एक्सप्लोर गर्न थाल्छौँ ल हाम्रो चाहिँ ए होला यहाँको पाइने भनेको विशेष स्पेसल भनेको घोरल हो ल ढोरपाटन ल पछाडि ढोरपाटन ल हामीले चाहिँ निकुञ्ज प्रवेश टिकट काटिसकेका छौँ के छ पढ्नु होला अब हामी निकुञ्जतिर लाग्दैछौँ तल अब हामी निकुञ्जमा प्रवेश गरिसक्यौँ माथि ढोरपाटन लेखेको ठाउँबाट ठाउँ चाहिँ स्वर्गकै टुक्रा हो यो पनि निकुञ्जभित्र हो त्यो होमस्टे सब होमस्टे हो नि अब हामी दह प्रवेश गर्दैछौँ अब सोल्टी चाहिँ गाडी राखेर आउँछ साथीहरू चढ्छौँ अब म चाहिँ तपाईँहरूलाई यहाँको पुरै ब्युटिफुल सिनहरू देखाइदिन्छु ल यो चाहिँ ल नेपालको झन्डा हाम्रो देशको झन्डा यहाँ चाहिँ मन्दिर छ यो यहाँ सानो दह कति रमाइलो छ यार त्यहाँनिर त्रिशुल छ यहाँनिर पानी ल दह यहाँको धार्मिक स्थल पनि हो एउटा उत्तर गङ्गा ढोरपाटन ल उत्तर गङ्गा पानीको मुहान त्यही छ सोल्टी आउनु चाहिँ पकड्नु त म यस्तो गर्छु ल ट्याक्क मैसँग भन्नु ल जगको धारामा सोल्टीले स्नान गर्दै हुनुहुन्छ ल सोल्टे ल सोल्टे अब चाहिँ हामी यता मन्दिरतिर देखाउँछौँ है यहाँ चाहिँ चट्ट बस्ने ठाउँ रहेछ पानी कति चिसो छ पानी अर्थात् चिसो मन्दिर ल यहाँ चाहिँ हिउँ पऱ्यो भने अत्ता रमाइलो देखिन्छ है अब हामी त बजाएर आएको छैनौँ त्यो ठुलो लेक छ नि त्यहाँ चाहिँ पानी त्यहाँ चाहिँ प्राय बरफ पर्छ भन्ने नै उयो हो यहाँको प्रचलन चाहिँ मन्दिर दर्शनभित्र ल गर्न आउनेहरू हाम्रो दाइले भने अनुसार चाहिँ यहाँ चाहिँ जे माग्यो त्यही पाइन्छ होइन दाइ जे माग्यो त्यही पाइन्छ ल
के छ यहाँको पावर शक्ति कति धेरै छ होइन? यहाँको विशेषता भनेको अब तपाईँको सन्तान माग्ने, छोराछोरी नपाउने छोराछोरी माग्न आउने, वर माग्ने छोराछोरी माग्ने, जे मागे त्यो पाइन्छ भन्ने यहाँको भन्ने उसको शक्ति छ यहाँ। ल अब चाहिँ हामी सब दर्शन गर्छौँ। जय शम्भु जय काली, जय काली जय महाकाली जय शम्भु। बोलाइदिउँला गुरुजीलाई टिका लगाएर क्या। तिमी टिका लगाल्यौ? कमल सोल्टी माग्नुहोस् है, के माग्ने हो? ल यहाँको विशेषता भनेको यहाँ चाहिँ धेरै शक्तिपीठ नै हो। यो पनि एउटा यहाँ चाहिँ लगभग निसन्तान हुने, बिहे नभएको केटाहरू आउने, जस्तै हाम्रो साथीले माग्दै हुनुहुन्छ, स्योर त्यही माग्ने हुन्छ, त्यो मैले थाहा पाएको छु। ल सोली तपाईँको मनोकामना स्योर पुरा हुन्छ योपालि। अर्को वर्ष हामी आएको चाहिँ त्यो माथिबाट होइन ढोरपाटन लेखेर। भोलि त्यसपछि मुस्ताङ एकैचोटि भोलि नै गइहाल्छ। हामी चाहिँ यहाँबाट यसो यो मन्दिर दर्शन गरेर हामी चाहिँ अब घोडा चढ्न जाँदैछौँ। ल आउनुहोस् ल सबैजना। ल गाइस कस्तो लागिरहेछ? ल हामी एकदम रमाइलो भयो। ल सोल्टे यता बोल्नु न हो, कमल सोल्टे। ल अब हामी के चढ्छौँ? घोडा। अब हामी चढ्ने घोडा जाउँ त अब। ल हामी चाहिँ अब यहाँबाट निस्केर घोडा चढ्छौँ। ल घोडा त्यहीँनिर रहेछ। मस्त छ है सिन चाहिँ। ल ल अब हाम्रो घोडा चरी कार्यक्रम सक्यो। राम्रो अब त हामी अब निस्किन्छौँ। ल ल केटा कस्तो भयो? ल अनुभव ल सोल्टे घोडामा चाहिँ सोल्टी हेर्नु यहाँ भन्नु चाहिँ अनुभव कस्तो भयो? यहाँ चाहिँ अझै राम्रो देखियो है घोडा चढ्दाखेरि। त्यहाँ अलिकति त्यो सिमसिम थियो नि त हामी जाँदाखेरि, दलदल नभएर मलाई दौडाउनु भयो तपाईँले। ल अब हामी के हेर्छौँ? यताबाट जाने त होला सिधै होइन? केही छ र? अब म्युजियम हेर्न जाने त्यहाँ पारि हो, गुम्बा हेर्न जाने। गुफासम्म छोड्ने भ्याइ पाइहाल्छ। हामीले ल गाइस अब हामी चाहिँ निस्किन्छौँ है। ढोरपाटन पनि दर्शन भयो। चौरीका बुकीका फुलहरू टिप्न, टेन्ट गाड्न, वनभोज पिकनिक खान सब मनाइरहेछ। ट्रिक। ल जाउँ जाउँ केटा जाउँ। ल गाइजहरू अब हामी तातो पानी र च्याङ्राको मासुको झोल रौ खाँदैछौँ है। पूजा कस्तो जाडो यार। लास्ट चिसो नि तपाईँले चिसो फिल भएन? हाम्रो चिसो फिल भयो यार। ल गोविन्दजी के भन्नुहुन्छ? मासु टेस्ट हान त कस्तो छ? खसिने हो। पूजा झोल टेस्ट गर न, झोल सुप अलिकति कुन खोल्या कस्तो ल बना अक्का दामी छ। टिमुर हालेछ। टिमुर हेर खानु भएको म टेस्ट गर्छु है। सुन न यो हाम्रो लुक्स यस्तो छ। वारे नास ओहो दामी एक नम्बर। ल तातो पानी पनि खानुपर्छ है। यहाँको चिया हो यो। के हालेछ चियामा चाहिँ? जडीबुटी। बासुली कस्तो चिया जडीबुटीको? ल अब हामी यहाँबाट खाजासाजा खाएर आजको हाम्रो बासा रहेछ बुर्तिबाङ। बुर्तिबाङबाट हामी आजको भ्लग इन्ड गर्नेछौँ साँझ। ल हस् त धन्यवाद। हाम्रो दाइले चाहिँ हामीलाई चाहिँ सुप ल्याइदिनु भएको छ। भाइहरूले जाडोमा होइन। ल दाइ यहाँको बारेमा केही भनिदिनु न, तपाईँ कति चिसो हुन्छ के हुन्छ? ल
हजुर नमस्ते सबैजनामा म ढोरपाटन सरस्वती होटेलको मान्छे सञ्चालक अनि यहाँ चाहिँ चिसो पुसको महिनामा त एकदम सनै नसक्ने चिसो हुन्छ यो महिना खासै के हुन्छ यो महिना नर्मल छ यतिको चिसो त चिसो भन्न मिल्दैन अनि मेरो यता पुसको महिनामा चाहिँ पानी जम्छ टोयलेट बस्न 11 बजेसम्म पानी खुल्दैनन् पाइपहरू सबै जम्छन् अनि वैशाखमा पनि नर्मल हाम्रो 8 डिग्री भन्दा माथि जाँदैन ढोरपाटन आउने सबैजनालाई चाहिँ सरस्वती होटेललाई चाहिँ सेवा गर्ने हजुर सरस्वती होटेल ल गाइस हाम्रो दाइलाई चाहिँ सम्झेर स्पेशल सम्झेर है ल हाम्रो मेरो दाइलाई दाइ हजुरको नाम पनि भनिदिनु न मेरो बेगबहादुर विश्वकर्मा अनि सबै हजुरको स्थायी ठेगाना सबै यही हो म यही ढोरपाटन नगरपालिका वडा 9 मै जन्मेको 9 मै हुर्केको 9 मै बुढो भएको म चाहिँ यही चाहिँ तर दाइ देश छोड्नु पर्छ पर्दैन बारेमा भनिदिनुहोस् हजुर हाम्रो देशमा रोजगार छैन भन्दैन धेरैले के भन्दैन यो बारेमा गरी खानेलाई रोजगारी छ नगर्ने मान्छे भाङ पिउने गाँजा पिउने डुल्ने घुम्ने गाडी मोटर चलाएर बाउको सम्पत्ति म्याच गर्नेलाई यहाँ केही छैन नत्र परिश्रम गर्नेलाई नेपालमा छ परिश्रम गर्नेलाई छ पैसा हेर्नु ल मेहनती हुनु पर्यो पहिला मेरो दाइले मिठो कुरा गर्नुभयो डबल क्याप तपाईले के भन्न चाहन्छ बारेमा नै दाइले भनेको कुरामा एकदम राम्रो कुरा हो अहिले भन्न सक्नुभयो अब के अरे भाङधुत्रो खाने हिँड्ने गाडीमा हिँड्ने भनेपछि अब हामीलाई पनि भन्न खोज्नुमा हो होइन भनेको अब अरू कुरा बाउको सम्पत्तिमा रमाउनु भन्नु उहाँले भनेको कुरामा हामी एउटा पऱ्यौँ के पऱ्यौँ भन्दाखेरि गाडीमा हिँड्नेमा पऱ्यौँ होइन त्यो पनि हामीलाई पनि भन्न खोज्नुमा अलिक लाग्छ त्यो त होइन होला त्यो कारणले गर्दाखेरि उहाँको भने राम्रो होइन हामी जागिर खाइरहेको छौँ नि त कुरा जागिर आएन सोली रोजगारको ए नकमाएर भाङधुत्रो खाएर हिँड्ने मान्छेलाई भने सोल्टी उहाँलाई विस्तृत रूपमा भनिदिनु त जसले कमाउँदैन जसले बाउको सम्पत्तिमा रमाउनु खोज्छ बाउको सम्पत्तिको गाडी घोडा लिएर हिँड्छ भाङधुत्रो खान्छ त्यस्तो मान्छेले यहाँ केही पनि छैन हो त्यसले त्यो भन्न खोज्नु भएको हो हाम्रो सोल्टीले बुझ्नु भएन त्यसैले अब चाहिँ हामी गाई ल सबैले सम्झिनुहोस् काम गर्नुपर्छ रमाइलो पनि गर्नुपर्छ आफ्नै देशमा गर्नुपर्छ जे भयो नि ल है ल लगाइ चाहिँ फाइनल्ली थकाली भान्सा घर एन्ड लजमा आइपुग्यौँ एउटा चाहिँ हाम्रो रुमै ल हाम्रो एकजना साथी चाहिँ बढी निदा लगाएर सुइसक्नु भयो एकजना चाहिँ फ्रेस हुन्छ ल अनि अर्को हाम्रो रुम चाहिँ यो थियो है अनि एउटा रुम चाहिँ हाम्रो एउटा यो भयो ठिकै छ मिनी रुम छ वासरुम पनि ठिकै छ ल यति भन्दै ब्लग चाहिँ यहीँ इन्ड गराउँछु डे 2 को अब हाम्रो डे 3 फेरि भोलिदेखि कन्टिन्यू हुनेछ ल बाई बाई गाइज गुड नाइट